अब हाम्रो ट्राभल हुन्छ हैन, ट्राभल गर्दाखेरि हामीले अब डेस्टिनेसन एकैचोटिमा त पुगिँदैन है। त्यो पुग्नुभन्दा अगाडि हामीले बीच बाटोमा तपाईँको होटलहरूमा पनि बसिन्छ होला सायद। त्यो होटलमा हामीले अब त्यहाँ खानपिनको कुराहरू पनि हाम्रो चल्छ होला। त्यो होटलहरू चाहिँ पहिला सुरु हामीले सिलेक्ट गर्नुपर्ने स्थिति चाहिँ आउन सकेको छ, किनभने अब त्यो होटल चाहिँ कस्तो छ है। त्यो त्यहाँ पनि आजकल अब तपाईँ हिजोको खाजा बासीको खाना भोलि बिहान पनि खुवाइराखेको हुन्छ, गनाउने हुन्छ, अमिलो हुन्छ हैन। यो सबै कुराहरू चाहिँ हामीले एकदमै ध्यान दिनुपर्ने हुन्छ। अब किनभने त्यो बासी खानाले गर्दाखेरि तपाईँको धेरै कुराहरूसँग चेन रियाक्सन गरेर अर्को रोगहरूसँग जोडिरहेको हुन्छ। सो बाहिर हामीले हिँड्दाखेरि घुम्दाखेरि चाहिँ तपाईँले होटल सिलेक्सनहरू चाहिँ एकदमै इम्पोर्टेन्ट कुराहरू आउँछ। होटल चाहिँ कहाँ जाने, कुन ठाउँमा खाने, र अर्को भनेको चाहिँ तपाईँको मेन भनेको चाहिँ अब बाहिर घुम्न जानुभएछ भने सकेसम्म चाहिँ मिनरल वाटर प्रयोग गरेको राम्रो है। तपाईँको नर्मल उहाँहरूको दिएको पानीहरू चाहिँ कन्ज्युम नगर्दा राम्रो। कहाँबाट कुन ढलबाट जोइन गरेर आएको छ, के मिक्स भएको छ देखिँदैन। अर्को तपाईँको त्योसँग रोग्यो, अब त्यो रोग पानीबाट फैलिने रोगहरू चाहिँ तपाईँको फैलिन सक्ने सम्भावना बढी छ। सो सकेसम्म मिनरल वाटर प्रयोग गरेको चाहिँ राम्रो। र यो सँगसँगै अब बाहिर गइसकेपछि तपाईँको के हुन्छ भनेपछि अब मान्नु अब यत्रो बचाउँदै भए पनि मान्छेहरूलाई के हुन्छ, रोग लाग्न सक्छ। के हुनसक्छ, जस्तै तपाईँले कन्ज्युम गरि नै हाल्नुभयो सायद है, जति सक्दो राम्रो छान्दा भए पनि कसैलाई कुनै रोग लाग्यो। जस्तै अब फुड पोइजनलाई के भन्ने, अब खाने बित्तिकै कसैलाई मल्टिपल एपिसोड धेरैचोटि तपाईँको भोमिटिङ भयो, त्यसलाई के भन्न सकिन्छ भने फुड पोइजनिङ भन्छौँ हामीले है। त्यो फुड पोइजनिङ गराउन सक्ने सम्भावना भनेको त्यही टक्सिन फुड, तपाईँको बासी खानेकुराहरूबाट नै तपाईँको फुड पोइजन हुन्छ। सो त्यो त्यस्तो कन्डिसन छ भनेपछि तपाईँको भोमिटिङ गरिसकेपछि तपाईँको सबभन्दा बढी पानी खाइसकेपछि हामीले एकछिन रेस्ट गर्ने। त्यसपछि बिस्तारै यदि तपाईँको अरू कुराहरू सकेसम्म फलफुलहरू नै हामीले कन्ज्युम गरेको राम्रो, र बिस्तारै त्यसलाई चाहिँ हामीले हेर्ने। यदि त्यो बिस्तारै तपाईँको राम्रो भइसकेछ भने त्यसलाई केही पनि गर्नु परेन, होइन भने हामीले गाह्रो भयो, धेरै नै भोमिटिङ भयो, गाह्रो नै हुन सकेछ भने अस्पताल नै जानुपर्ने स्थिति पनि आउन सक्छ। अर्को भनेको तपाईँको त्यो कन्ज्युम गरिसकेपछि हामीले हुने भनेको ग्यास्ट्राइटिस है। ग्यास्ट्राइटिसले गराउँछ। ग्यास्ट्राइटिस भनेको तपाईँको एच पाइलोरी एउटा ग्यास्ट्राइटिस गराउँछ, एउटा नर्मल फुड इन्ड्युस्ड ग्यास्ट्राइटिस भन्छौँ है। फुड इन्ड्युस्ड ग्यास्ट्राइटिस भनेको तपाईँको कुन बेला हुन्छ, जुनलाई हामीले तेल स्पाइसी बाहिर हेर्दाखेरि मिठो एकदम लाग्ने होइन, हामीले स्पाइसी हेर्ने बित्तिकै मिठो लाग्ने कुराहरूले गर्दाखेरि हाम्रो सबभन्दा बढी हुने समस्या भनेकै ग्यास्ट्राइटिस हो है। त्यो ग्यास्ट्राइटिसले गर्दाखेरि तपाईँको के हुन्छ, अमिलो पानी आउँछ, बडी ढकार आउँछ है, पेट फुड डम्म भएको जस्तो हुन्छ, भोक लाग्दैन है। यस्तो कुराहरू चाहिँ तपाईँले के गर्नुपर्छ, त्यसको लागि चाहिँ हामीले स्पाइसी कुराहरू खानु छ भने सलादहरू चाहिँ बढी कन्ज्युम गरिदिनु होला।